कस्तो छ पनि मौरी चाहिँ हेर्नुपर्छ है बोल्यो हो छ त जोइ टेम्मै गरा होला कि ल ल आगो बाल न जोइ आगो बाला भन्दा त लौ जोइ आगो बाल न टोकिसक्यो मान्छेलाई अहिले घरै खुदै हालेको छ त्यो माथि सबै हुन्छ कि मलाई नक्कले साला आउँछ भनेर बाउलाई नि भयो त्यसलाई बोलाखा फेरि म नआउँदै अर्कालाई लाएको भन्ला भनेर भनिन हिजो आएन र ठुल गरेर नक्कल छैन यहाँ आइन कि दुईटाले गाडी ठुल बाउ आएको थियो अनि मैले नक्कले सालालाई भनेको अब ठुल बाउ मात्रै आयो म त उसलाई भनेको खोइ जुटो ल्याएन मैले यहाँ छ यहाँ एउटा भन्ने हुन्छ आज ओम नमः शिव ओम नमः शिव ओम नमः शिव नमुडी हामीले खान्छ तिमी खान्छ दुःख मात्र पायो एउटा गार भएर एउटा फ्रेम भएर खान्छ नटोकै ये खाली बार निकालिदिउँ है यसलाई अहिले हाल्ने फेरि मिलाएर मोटा जात नटोक्ने अलिअलि त अलिअलि मात्रै टोकिनु हुन्छ नि कस्तो टोक्या हो तलपट्टि राख्न एउटा उ गरेर यो माथि राख्नुपर्ने त जुनी रिसाइहाल्छ नि आफ्नो घर भत्काएपछि त तर मलाई चाहिँ खासै सुन्दैन यो मोरले टोकेको त खासै दुख्दैन कि छैन खाली टप बनाउनु न भागै भाग तिमीहरूलाई आउँछस् माथि माथि यता सबै नलाएर माथि माथि लाउनु लारहेछ कि खाना बाबु होइन जाउँ अर्को आगो नि झोस् न अलिअलि टोक्ने रहेछ धेरै त टोक्दैन रहेछ अलिअलि मात्रै दुईटाले गाडी सिक्यो यो त छ अलिअलि यो नि खाली हो यतिकै राखिदिने कि के गर्ने यसो बनाउने बारी छ अलि धेरै चाहिँ छ तलको त सबै खुजाएको होला नाकमा त नटोकै म त तलको नि 2-3 जग्गा त झिक्नुपर्छ नाम्चाहरूलाई खोज्नु थाहा मरे छैन बाबु खोइ बाटा यो चोखै हो खोइ त यता ओहो पहाडलाई ल्याउनु बाबु पहाडलाई ल्याउनु पहाडेको हो बाबु होइन यहाँ फोहोर पसेको छ जाऊ खाले ल्याउ त त्यहाँ उयो पसेको के नि हुन्न ओहो मरिस यार त्यस्तो मन नजाने यस्तो सहिलो हुन्छ माथि राख ए
यसलाई फेरि अहिले यहाँ फेरि उजु गर्नुपर्छ त्यो गाह्रो छ झिँगे टोक्नु त खासै टोक्दैन यसले अब यो मजन केबिटी हो एउटा त दिनु चक्कु ल्याउँछ ओहो टोक्दैन होइन कति राम्रो के माउ रहेछ माउ नखोज नि त मर्छ त यस्तो छिपेका नि मौरी छिप्पे रहेछ मौरी धेरै छिप्पे रहेछ माइजू छिप्पे रहेछ टोक्दैन यो मौरीहरू टोक्दैन रहेछ त्यो भर्खर रिसा मात्रै हो कुच्चोले झार बाबु कुच्चोले फर्काल त त्यही उसले हो त्यसैले फर्काउँ मान्छे चाहिँ यसो हेट 1 किलो जति छ होला यार बाबुलो रहेछ कति दुःख गरेर पखेटामा बोकेर ल्याउँछ बरा सानो तै पनि मान्छेले खाइदिन्छ के गर्नु ल त कता चक्कु तपाईँले राख्नु ओहो पछि कुर्नु पर्छ हातमा काट्ला यता पो बसेको यी माथि छ ओहो म त यहाँ तलको फेन पनि निकाल्नुपर्छ नि एउटा दुईवटा त नत्र त भाग्छ नि भाग्छ तल फेन पनि निकाल्नुपर्छ त्यो फेन आगो सर्काउनु यार जो यार ए सर्के खा भागै भएको त राजा चाहिँ नभाग बिस्तारै स्याल खाँदिनु म पहिला एकछिन त बनाउनु पऱ्यो नि यहाँ उताबाट भराउँदै ल्याएपछि अलिअलि माया नै गर्दो रहेछ तर त्यो खासै मौरी उठेको त खासै दुख्दैन नि त अरिङ्गाल जस्तो होइन अरिगाल जस्तो होइन नि त अल्टो मर्छ सेटो भाग होइन बिचमा डोरी हुन्छ नि होइन भन्ने छेउमा भने
कस्तो चिपेपछि माउ त्यहाँ त्यो माउ हेरेर खानुपर्छ है खाने बेला फेरि माउ टोक्यो भने त जिन्दगी जान्छ नि बिजोग बनाइदिन्छ तिहार फेरि मासु खानु नसक्ने म त मरेर खाँदैन खान्दा खान्छ यी माउहरूलाई अहिले टिपेर खाँदैन त्यो माउहरू टिपेर फाल्दा है फाल्दिनँ नि म फाल्छु माउहरू फाल्दा जान है त्यहाँ कोइलामा खसाल है खतासी ओ खतासी ए खतासी उता जवाब तिमीलाई त टोक्दैन कि जाउँ यार टोक्यो भने मलाई टोक्छ तिमीलाई टोक्दैन कि 16 मिटर गाडी सिक्यो दुईवटा त सामान्य कुरो हो भएर सानो पोखरा भुगेर ल्याएर उनीहरूले कति दुःख गरेर बनाएको घर है मान्छे त्यही हो झिएर खाइदिन्छ जुन झिकेर खाइदिन्छ मान्छेले भाग 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 त भोलि पर्सि पनि जानुपर्छ तार छैन कि यसमा त छैन जानु मुदा यता फेरि आउनु यो तलतिर फ्रेमको दुई तिनवटा फ्रेम निकालिदिनु नि त्यहाँ हार्नु हुन्छ तलको त चाका होला चाका मात्रै रहेछ माथि पनि छ त्यसो त्यो नयाँ नानीले भएको नटोक्ने हो लाटामौरी मम्मीले त लाटामौरी भने तँलाई अहिले खुदमा झेलेर मर्ला ती माया लागेको थियो होला यार अर्काको घर भत्काइदिएछ जुनी रिसाएको छु कस्तो दुःख गरेर बनाएको घर यार माउ फाल है लड्दै त माउ रहेछ हाल यहाँ त फेरि डोरी छ यहाँ डोरी छ यसमा त मही रहेछ कि यहाँ काट्न काट उसले चक्कुले म फाल गर्छ काट्दिनु म फालिदिन्छु जा अहिले मोरलाई इकान्दै
यत्रो गइसक्यो खान्छ तर यिनीहरूले लाटा भेट्यो लाटा खाने मौरी चाहिँ चिल्ने छिपेर थियो तलको नि एउटा दुईवटा छ त नानी किनभने भोलि त्यो उनीहरू त्यो राजामा फेरि छुटेर जाने सम्भावना हुन्छ क्या बिस्तारै है साथी हो तिमीहरूको राजा कता राखेको छौ मिल्छ नि मिल्छ केही नै हुन्न बस्छ समित रहेछ यहाँ त यार यता नि खुदो हालेर रहेछ त कि नान्चाको हाले हौ एउटा झिरे हेर्नु कस्तो छ बिमा त छैन यताबाट भराले रहेछ यहाँ नि मही छ क्या यार सबै एकचोटि आउनु खोजेको छ जोइ सबै एकचोटि आउनु खोजेको यार खै पख नआए पख म त छैन नान्चाको भने पनि निकाल्नुपर्छ है यो उयो हुन्छ क्या भाइ जान्छ है पछि राजा बनाएर छेउमा त छैन हौ नान्चाको त कसले खान्छ होला र है अर्कोमा त कहाँ सार्नु मिल्छ र सार्नु मिल्दैन यो मिलाएर राख्ने हो क्या छैन र छैन पुरै नान्चा गरेको हुरिसकेको फेरि के गर्ने कालै एउटा निकाल्ने हो एउटा निकाल्न त नटोक नटोक यिनीहरू कस्तो जानेको तल नानी हाल्ने माथि खुदा हाल्ने यो त घारै बोकेर लानुपर्छ बुढियामा सार्यो भने के लागिरहेको छ
सबै कालो कालो लाग्यो कसले खाने त्यो कालो कालो हुँदै बाबु राखिदिएको ए निकालेको भत्कास पनि त बनाइदिनु पर्ला नि यसलाई त खोर्साइदिनु कता चक्कु कहाँ राख्नु यो तल फ्रेमको है यही सबै यही हो तल पछाडि खै नानी छ कि माउ छ खै थाहा भएन राख्दै बाबु धेरै निका भाजिसक्यो अब यो त बिग्रियो निका यत्रो म गयो हजुर हुन्छ हस् जुवाको कहाँ साट्ने होला यहाँ निकाल्दैन ल अब यो मिलाउनु पर्यो अहिले यति त राखिदिने है कुन हो तल तलको यो त माथिको कस्तो हुन्छ घिउ काट्ने र म काट्ने त खानु पाउँछ भने होइन मिठो पनि रहेछ ल अब भराएर फेरि राख है भोलि पर्सि आउँछ तेरो राजाराम लखट राजा यहाँ बस्यो क्या हो यो नि माथि गयो हटा उता जा उता जा उता जा खै 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 जालो काम गर्नु डढ अड्का होइन मैले अहिले सेम अडिट हुन्छ है जाउँ कति छ फ्रेम 4वटा 3टा भनेपछि त अलिक खाली खाली गरेर खानुपर्ने हो उता नि छ त 2टा तल मिल्छ कतिवटा अब एउटा हो एउटा हो भयो भयो